सेतो धरती उपन्यास भाग 23 मा यहाँहरूलाई स्वागत छ। जन्मिएको धेरै पछि आफू जन्मिएको थाहा पाएँ। बिहे भएको थोरै पछि आफ्नो बिहे भएको थाहा पाएँ। विधवा भएको अझ थोरै पछि आफू विधवा भएको थाहा पाएँ। जीवन यी महत्त्वपूर्ण घटनाहरू कुनै पनि मैले घटाएका थिएनन्, तर तिनै घटनाहरूको परिणाम जिन्दगीभर बाँचिरहेछु। यो संन्यस्त जीवन भने मेरो आफ्नो निर्णय हो, तर मैले नगरेका मेरा जीवनका महत्त्वपूर्ण निर्णयहरूले नै सायद मलाई यहाँसम्म ल्याइ पुर्याए। यो उमेरमा आएर देवघाट आउने निर्णय र सन्यास लिने निर्णय मेरो आफ्नो थियो, तर यी सबै निर्णय बाध्यात्मक थिए। निर्णय गर्न बाध्य बनाउने मेरो पूर्व निर्णयका परिणाम थिए। 9-10 वर्षमा भएको एउटा घटनाको निर्दोषमा चलिरहेछु। पुरै जीवन त्यही घटनाको हुकुममा चलिरहे। अब एक दिन चल्न नसक्ने हुनेछु। जीवनलाई अनेक उपमा दिइन्छ। 2 दिनको जिन्दगी, एक बारको जुनी। गीत पनि यस्तै छन्। जीवन यस्तै छोटो नभई बने घन्किने गरी किन गाउँथे गाउँलेहरूले। वेदान्तले पनि भन्छ क्षणभङ्गुर जीवन। मलाई पनि लाग्थ्यो भगवानले जीवन कति छोटो बनाइदिएका। 62 वर्षकी भए, तर अहिले लाग्छ भगवानले मलाई कति लामो आयु दिनुभएछ। एउटै जीवनमा 3 युग भोगे जस्तो लाग्छ। अझै एउटा युग भोग्न बाँकी छ। सन्न्यस्त जीवन सन्न्यस्त नभएर पनि मेरो जीवन यस्तै पनि सन्यासीको जस्तो छ। अब भने आवरणमा पनि मलाई सन्यास ग्रहण गर्न मन लाग्यो। मैले सन्यास लिन लागेको मनमा कुनै वैराग्य भाव आएर होइन, भिक्षा मागेर जीवन गुजार्छु भनेर पनि होइन, मेरो मृत्युपछि क्रिया गर्ने कोही छैनन् र मैले मुक्ति पाउँदिन भनेर पनि होइन। मनको सन्तोष नै होस्। मैले त आफ्नो गोत्र र थरलाई मेट्न सन्यास लिन खोजेकी हुँ। नचिनेका नजानेका कहिले अनुहार नसम्झिएका मान्छेले दिएको थर गोत्रलाई बोकेर कति हिँड्यौँ, कति बाँचिरहँ मृत शरीर र गोत्र बोकेर। त्यसलाई मेट्न मात्र खोजेकी हुँ। म मर्दा थर र गोत्रविहीन भएर मर्न सकूँ। एउटी सानी बालिकाको सिउँदोमा निदाएको बेला सिन्दुरले डामेर बनाएको सेतो खत मेट्न र त्यहाँभित्रको कहिल्यै निको नहुने घाउ निको पार्न सन्न्यस्त हुन खोजेकी हुँ। सोचे सन्न्यस्तले मानसिक रूपमै भए पनि ती दुलहा भनेका अपरिचित मान्छेले दिएको थर र गोत्र मेट्न सक्छन्। सेतो खत जस्तो सिउँदो र त्यसभित्रको घाउ निको पार्न सक्छन्। कमसे कम मेरो मृत्यु यी सबै कुराबाट मुक्त अवस्थामा होस्, जसरी मेरो जन्म यी सबै कुराबाट मुक्त अवस्थामा भएको थियो। धेरै भयो स्वामीजी मसँग टाढिएका छन्। खानामा रौँ परेको कृत्रिम घटना घटाएपछि पनि उनी पक्का आउँदैनन् भनेर आफ्नो कुटीमा खाना खान बोलाएकी पनि छैन। उनी आफै आएका पनि छैनन्। त्यसपछि त उनी साह्रै टाढाको मान्छे जस्तो भएका छन्। उनी यसरी टाढिएको पनि झन्डै 20 वर्ष पुग्न लाग्यो। उनी टाढिएपछि गोविन्दलाई पनि असाध्यै थोरै सम्झिन थालेकी छु। उनी पनि मेरो मनबाट टाढिएका छन्। जे भए पनि सन्यास लिनु अघि एक पटक स्वामीजीसँग सल्लाह गर्नु पर्यो, तर उनले अवश्य पनि उही कुरा भन्ने छन्। जनानाले सन्यास लिनु पर्दैन। त्यस्तो भनिदिए भने म के गरौँ? मलाई जसरी पनि सन्यास ग्रहण गर्नु छ। उनको स्वीकृति बिना सन्यास लिँदा उनको हुकुम अवज्ञा गरे जस्तो हुन्छ। उनलाई नसोधिकन लिँदा उनकै आश्रम र उनको अभिभावकलाई व्यवस्था गरे जस्तो हुन्छ। म के गरौँ? जे परे पर्ला। एक पटक त सोध्छु, स्वीकृति दिएनन् भने भन्ने छु। जसरी पनि म त सन्न्यस्त हुन्छु स्वामीजी। यो मेरो अन्तिम निर्णय हो। मैले सन्यास ग्रहण गरेर कसैलाई असर पुग्दैन। तपाईलाई आदर गरेर निर्णय सुनाउन मात्र आएकी हुँ, स्वीकृति लिन होइन। के अझै एउटी आइमाईले जननाको नाममा आफ्नो जीवन आफ्नो तरिकाले जिउन नपाउनु? मैले सन्न्यस्त हुन पनि नपाउनु? फागुनका उराट लाग्दा दिनहरूमध्येको एक दिन स्वामीजीलाई सोध्न गएँ। बिहान 9 बजेको छ। उनको कोठा आश्रमको माथिल्लो तलामा छ। माझाको कोठा। म सुस्तरी बिरालोको चालमा उनको कक्षतिर लागे। ढोका लगाएका रहेछन्।
उनीहरूले थाहा नपाउन् भनेर सुस्तरी चियाए। अध्ययनमा मग्न जस्ता छन्। उनका कान कुकुरका जस्ता ठाडा छन्, आँखा मात्र कमजोर। किताबबाट आँखा हटाएर उनको टाउको उठाएर ढोकातिर हेरे। म छेल परे ढोकाको। उनले त मैले सास फेरेको पनि सुने होलान्। रुखो आवाज बोले, को हो? लौरो ढोकाको छेउमा राखेर म सँघारमा उभिएँ। उस्तै निस्तो आवाजले बोले, बिहान बिहान किन आयौ त? केही कुरा सोधौँ भनेर आकी नि। अब सोध्ने होइन, चिन्तन गर्ने उमेर हो यो। आफैसँग उत्तर खोज्ने बेला आयो। अरूको उत्तरले चित्त बुझ्दैन। अब पुरै उत्तरहरू अधुरा र अपुरा लाग्छन्। कुरा त्यस्तो होइन। के हो त कुरो? मैले सन्यास लिने निर्णय गरेँ। ओहो, त्यसै हुन्छ सन्यास? कति थोक गर्नुपर्छ? के गर्नुपर्छ? पहिलो कुरा त 12 वर्ष ब्रह्मचर्य व्रत बस्नुपर्छ। मैले त जिन्दगीभर बसेँ ब्रह्मचर्य व्रत। उनीहरूले मेरो आँखामा एकटकले हेरे। त्यसपछि मैले थपेँ, मेरो शरीरले बस्यो। सन्यास पनि शरीरले मात्र खोजेको होइन हो, किन शरीरले मात्रै? मन त म सधैँ हार्छु। यस्तो मान्छेले पनि सन्यास हुन्छु भनेर हुन्छ त? सन्यास त भनिस् के तपाईँले मसँग कहिले हार्नु भएन? त्यसपछि केही बेरसम्म बोलेनन्। प्रसङ्ग बदलेर उनीहरूले मलाई जाँच्न खोजे। सन्यासी भएपछि फुल पनि टिप्न हुन्न, सक्छौ? झरेको फुल टिप्छु। भगवानका लागि त झरेका फुल टिप्छौ। आफ्नो पेटका लागि के गर्छौ नि? तरकारी पनि टिप्नुहुन्न। खन्नु खोस्रिनु केही हुन्न। तिमी यति धेरै सफाइ छौ। तिम्रो कुटी वरिपरि झारै झार उम्रिन्छन्। झार पनि उखेल्न हुँदैन। क्या गर्छौ? मैले संयमतापूर्वक भने। त्यसो म त स्वामीजी हिँड्न नि। हामी यति धेरै ओजन भएका मान्छेहरू पैताला मुनि ती साना साना कति किराहरू मर्लान्। यस्तो भनेर कुन सन्यासीले हिँड्न छोडेको छ र? ओहो, खुब बाठी भइछौ। म केही बोलिनँ। लाठी जस्तै भएँ। एकछिनसम्म उनी पनि केही बोलेनन्। त्यसपछि बोले, तिमीले ठिक निर्णय गर्यौ। ओहो, त्यतिखेर मैले हालतमा सन्यास लिनु हुँदैन तैँले। आइमाईहरू सन्यास नलिए पनि माई हुन्। जननाले सन्यास लिनु पर्दैन भनेका स्वामीजीले कसरी तिमीले ठिक निर्णय गर्यौ भन्न सकेका होलान् अहिले। सन्यासी हुन पनि सामग्री चाहिँदो रहेछ। बल्ल बल्ल सामग्री जुटाए। आश्रममा पैसा बुझाउनु पर्दो रहेछ। बुझाएँ। 16 दान गरे। 16 जोगीलाई छाता जुत्ता चप्पल लुगा कमण्डलु दान गरे। कपाल खौरिएर सेता लुगा लगाई आफ्नो क्रिया आफै बस्नु पर्ने रहेछ। बसे। आफैले जौको चामलका 16-17 वटा पिण्ड बनाएर अर्पण गर्नुपर्ने रहेछ। गरेँ। लागे जीवनभर सधैँ नै म आफ्नो क्रिया बसिरहेकी रहेछु। राति विजय होम गर्नु पर्यो। सन्यास लिँदा प्रतीकात्मक रूपमा आफ्ना 10 इन्द्रियलाई हवन गर्नुपर्ने रहेछ। अझ भनौँ शरीरलाई नै हवन गरेर अग्निमा बाँकी राख्नुपर्ने रहेछ। आत्मा मात्र। गङ्गा किनारमा छु। यत्तिकै एउटा भावना आयो। पानीको अनुहार कस्तो हुन्छ? पानीमा आफ्नै अनुहार हेरेँ। पानीको अनुहार त मेरो जस्तै पो रहेछ। तर पानीको जीवन मेरो जस्तो छैन। बिहान गङ्गा किनारमा आफ्नो क्रिया बस्दा लगाएका ती सेता कोराका लुगा फुकालेर गङ्गामा डुब्नु पर्ने रहेछ। निर्वस्त्र 108 पटक डुबुल्की मार्नु पर्ने रहेछ। सानो सेतो धरोले यौनाङ्ग छोप्ने र गङ्गामा प्रवेश गरे। तर असाध्यै लाज लाग्यो। यसरी नाङ्गै कहिले भएकी थिएन। स्वामीजीले भने, के को लाज माने कि? मान्छे जन्मदा सर्वाङ्ग नाङ्गो जन्मन्छ र मर्दा पनि नाङ्गै मर्छन्। यो एउटा जीवन मर्ने र अर्को जीवन जन्मने प्रक्रिया हो। यसमा के लाज? आफूले पहिले धारण गरेका सबै वस्त्र गङ्गामा बगाए। 108 पटक पुगेन थाहा छैन। गङ्गामा निर्वस्त्र धेरै पटक डुबुल्की मारे। यसो गर्दा यौनाङ्ग मात्र छोपेको सानो धरो पनि बगाएछ। अब मेरो शरीरमा शरीर बाहेक केही बाँकी रहेन। यसरी डुबुल्की मार्दा एकदमै गाह्रो भयो। त्योभन्दा गाह्रो निर्वस्त्र किनारमा आउन भयो। यसरी गङ्गाबाट निर्वस्त्र बाहिर आउनुभन्दा त गङ्गामै हेल्ने कि क्या हो जस्तो पनि भयो। मलाई बाहिर निस्किन झन् गाह्रो भयो। झन् लाज भयो।
स्वामीजीले भने, भर्खर जन्मेको बच्चाले पनि लाज मान्छ कतै? तिमीहरू अब भर्खर जन्मेका बच्चा भयो। तिमीहरूको नयाँ जन्म भयो, फेरि जन्मियो। लाग्यो अब म गङ्गापुत्री भएँ। मलाई गङ्गाले जन्माइन्। भगवान आइरह्यो। यो के यही हो त आत्माले लुगा फेरेको? मेरो शरीर त उही छ, बुढो शरीर, फाटेको थोत्रो लुगा जस्तो शरीर। त्यसरी निर्वस्त्र हुँदा आफ्नो शरीरको छाला उतारेर नयाँ छाला फेरे जस्तै पीडा भयो। तर उही पुरानो चर्म वस्त्र छ मेरो शरीरमा। स्वामीजीले भने, अब यसरी नै निर्वस्त्र अवस्थामै सूर्यलाई जल चढाओ। मलाई साह्रै गाह्रो भयो। लाग्यो मेरो मनले अझै सन्यास ग्रहण गरेको रहेनछ क्यारे। त्यागीहरू त यसैबाट पहेँलो वस्त्र धारण गरेर काँधमा लट्ठी बोकी हातमा कमण्डलु लिई कहाँ कहाँ पुग्छन् अरे, भिक्षा माग्दै हिँड्छन् अरे। किनारमा अरू आइमाईहरूले मेरो लागि पहेँलो वस्त्र राखिदिएका छन्। ती गेरु वस्त्रले मेरो निर्वस्त्र शरीरलाई ढाक्न हेरिरहेका छन्। हतार हतार लगाएँ। तर म यति बुढी र कमजोर भइसकेकी रहेछु। मनले जति हतार गरे पनि हातले हतार हतार वस्त्र लगाउन सकेन। जब वस्त्र धारण गरे, आफैलाई हेरे, उही शरीरमा म त सेतोबाट पहेँलो मात्र भएकी रहेछु। पहेँलो वस्त्रभित्र शरीरभित्र घर भएको, तर घर छाडेर बाहिर घुमिरहने मन पनि उही छ, उस्तै छ। स्वामीले रुद्राक्षको माला र कमण्डलु लिए। अरू पनि थिए सन्यास ग्रहण गर्नेहरू 7 जना जति। भिक्षा माग्न बस्यौँ। सबै भिक्षा दिन आए। अब म सन्यास्त भएँ। सन्यास्त भएपछि पनि मैले कहिले सन्यास्त भएको सपना देखिनँ। सपनामा भने सधैँ सधैँ म संसारकी भएँ, रङ्गीन भएँ, इन्द्रेणी भएँ। स्वामीजी भन्छन् पुनर्जन्म हुन्छ, तर म त यस्तो कुरा महसुस गर्न सक्दिनँ। तैपनि शास्त्रमा लेखेको छ भने पनि पत्याउन कर लाग्छ। पत्याउँछु। कहिले त यी शास्त्रहरू पनि कस्तो निरङ्कुश भए जस्तो लाग्छ। जबरजस्ती आफ्नो कुरा मान्न बाध्य गराउँछन् मान्छेलाई। बहकिँदै अनेक थोक सोच्छु। जो जन्म जस्तो भए पनि अर्को जन्म यस्तो हुने छैन। यो जन्मको योजना आफूले बनाउन नपाए पनि अर्को जन्मको योजना बनाउन थाल्छु। मिठा मिठा सपना बुन्न थाल्छु। फेरि सोच्छु, अघिल्लो जन्ममा पनि त मैले यो जन्मका लागि जीवन बाँच्ने यस्तै सुन्दर योजना बनाएकी थिएँ होला। तर के यो योजना बनाए अहिले सम्झना छैन? यस्तै जन्ममा आफू जन्मिएको 1.5 वर्षसम्म आमाको दुध चुसेको आफ्नै बाल्यकाल त सम्झना छैन भने अघिल्लो जन्मको कुरा कसरी सम्झिनु? म पनि कति हुस्छु अर्को जन्मको योजना बनाउने। के मैले अघिल्लो जन्ममा यही र यस्तै जीवन बाँच्ने योजना बनाएकी थिएँ होला त? त्यतिखेर समय यति धेरै गतिशील छ कि आजलाई हेरेर भोलिको योजना बनायौँ, भोलि नै त्यो योजनाले काम गर्दैन। यदि पुनर्जन्म रहेछ भने पनि कसरी त्यति पहिलेको योजना काम गर्ला? स्वामीजी भन्छन् अघिल्लो जन्ममा जस्तो कर्म गरियो यो जन्ममा त्यस्तै फल पाइन्छ। सामान्यतया फल 3-4 महिनामा तयार हुन्छ। एउटा शिशु पनि 9 महिनामा पूर्ण रूपले तयार भएर जन्मिन्छ। तर यो जीवनको फल प्राप्त गर्न भने अर्को जन्म कुर्नु पर्ने अरे। कस्तो अचम्मको कुरा। स्वामीजी भन्छन् सन्यास ग्रहण गरेपछि मोह राख्नु हुँदैन। तर मलाई फुल मनपर्छ, जुन मनपर्छ, इन्द्रेणी मनपर्छ, सबैभन्दा बढी प्रकृति मनपर्छ, राम्रा राम्रा मान्छे मनपर्छन्। सन्यास ग्रहण गरेपछि आफन्तसँग सबै नाता सम्बन्ध तोडिन्छ रे। बा-आमासँग पनि। मेरा बा-आमा अहिले यस धरतीमा हुनुहुन्न, तर बा-आमाको अंश छ मेरो शरीरमा। बाँकी रहेका अवशेष नाता सम्बन्धहरू ती पनि तोडिएका छैनन् व्यवहारमा। आफ्ना भएका आफन्त सबै उस्तै लागे। शरीर कमजोर र बुढो हुँदै गएर होला। आफन्तहरूको आड भरोसा पहिलेभन्दा अझ बढी चाहिने भएको छ। तनलाई पनि मनलाई पनि। भोक निन्द्रा थकाइ सबै उस्तै छन्। तरकारी काट्दा काट्दै चोर औँलाको टुप्पो अलिकति काट्यो चुलेसीले, थोरै रगत बग्यो। रगतको रङ पनि उस्तै छ। मेरो आँसु हाँसो सुख दुःखहरू पनि उस्तै छन्। कुटी उही हो, उस्तै छ। म पनि उस्तै र उही। म हिँड्ने बाटो, मेरो परिवेश सबै उस्तै।
भर्खर सन्यासी भएर जन्मिएकी बुढी माई म सबै कुरामा उस्तै छु। केवल वस्त्र मात्र सेतोबाट पहेँलो भएको छ। अरू सबै उस्तै छ। मेरो दैनिकी रहनसहन आनीबानी, मेरो बुढो शरीर, मेरो पेट र मनभित्रका सबै कुरा। सन्यास लिएपछि पनि म बेला बेला उसरी नै गइरहेको भाइ बहिनी र आफन्तका घर भएका नाता सम्बन्ध व्यावहारिक रूपमा कतै छोडिएनन्। पहेँलो वस्त्रले पटक पटक मलाई रुखका पुराना र पहेँला पातहरू अनि सूर्यास्त समयको पहेँलो आकाशको सम्झना गराइरहेको छ। मेरो आँसुले तलाउ नियतिको सम्झनाले फनफनी चलायो। अनायासै रुन मन लाग्यो। आफ्ना दुःखहरू पग्लिएर आउने उस्तै आँसु उसरी नै सधैँ बग्ने आफ्नै अनुहारमा उमेरले बनाएका खोल्छै बग्दै गए। बादल रुँदा धरती हराभरा हुन्छ, तर म रुँदा मेरो जीवनको खेतमा झन् खडेरी पर्छ। पाहुना झैँ मनमा विभिन्न कुरा आए। साधु सन्यासीसँग झन् रिसाउने पो म हुँ कि भगवान? किनभने उसले भगवानका लागि फूल पनि टिप्नु हुँदैन, प्रसादका रूपमा फलफूल पनि टिप्नु हुँदैन। मेरा इष्ट देवता कृष्ण, हे कृष्णलाई मन पर्छ त सन्यास्त भएको? सन्यास्तहरूका इष्ट देवता त शिव अरे। यहाँ बाँदरहरूले खुब दुःख दिन्छन्। बाँदरहरू पनि सोच्दा हुन्, मानिसहरू हामीलाई खुब दुःख दिन्छन्। सन्यास्त भएपछि दिनचर्या उस्तै छ, पेट उस्तै छ। नियम उल्लङ्घन गरेर भए पनि कुटी अगाडि तरकारी लगाएकी छु। बाँदरले तरकारी पनि खाएर केही राख्दैनन्। तिनलाई हेर्छु, हेर्दै लाग्छ हामी सन्यासीको पहेँलो भन्दा पनि ती बाँदरहरूको पहेँलो बढी छ। सन्यासीहरूको पहेँलो फुकाल्न मिल्छ, तिनको मिल्दैन, तर ती सन्यासी होइनन्। एक दिन गलेश्वर आश्रममा बहिनीको फोन आयो। दिदी, तिमी 4-5 दिन चाँडै आऊ, फागुन 17 गते छोरीको बिहा छ। म त कोही मेसोमेलो पाउँदिन यस्ता कुरा। तिमी साह्रै सिपालु छौ, उसलाई थाहा छ। व्यावहारिक कुराहरू म बढी जान्दछु। बिहे र पूजापाठको परिपाठ मिलाउन मैले धेरै जानेकी छु। पाहुना पाछा र आफन्तको मन राख्न जानेकी छु। ती सांसारिक जीवन बाँचेका भन्दा म बढी व्यावहारिक भइरहेकी छु। यो कस्तो सन्यस्त हो? उसले भने झैँ आश्रम र कुटीको चाँजो मिलाएर 4-5 दिन अगाडि नै गए। यज्ञका कुरा, पूजापाठका कुरा, भोजभतेरका कुरा सबैलाई मैले नै धेरै खटेँ। मेरो बुढो शरीर नै खट्यो। चप्पल पनि लगाउन बिर्सिएर म कुदिरहेँ। कहिले यता कहिले उता। मेरो फुर्तिलो शरीर पनि मेरो व्यावहारिक र सांसारिक कर्म देखेर सबै आफन्त र छिमेकी दङ्ग परे। यी माईले कसरी जानिन् यस्ता कुरा? कहाँ सिकिन् होला यी व्यवहारका कुरा? अहिले त यस्तै छन्, उमेरमा अझै कस्तै थिइन् होला। बहिनीकी छोरीलाई अन्माउँदा मलाई पनि नरमाइलो लाग्यो। बहिनीका आँखा झैँ मेरा आँखा पनि आँसु आए। दुलहा साह्रै राम्रा रहेछन् भन्ने सम्झिएर मैले आँसु पुछेँ। दुलहाको सुन्दरता र सुशीलताले आँसु पुछिदियो। बहिनीका पनि आँसु पुछिदिए। ती छोरीका दुलहा कति राम्रा, धेरै पढेका रहेछन्, जागिर पनि ठुलै खाएका, फरासिलो। मैले भने, तपाईहरू दुवैजना एकपल्ट देवघाट जसरी नै आउनुहोला। तिनले हाँसेर भने, हुन्छ आमा, यिनले ल्याइहाल्छिन् नि अब। बहिनीका लोग्नेले भने, दिदी नआउनु भएको भए हामी त लठपत्रै हुने रहेछौँ। ती 16-17 वर्षका कलिला वैशाले बाफिएका हिजो आज पढ्दै गरेका भाइ बहिनी र आफन्तका छोराछोरीलाई देख्दा भने, तिमीहरू राम्रोसँग पढ, यो पढ्ने उमेर हो। तिमीहरूको ठट्टा र हाउभाउ देखेर शङ्का गर्ने भन्ने चाँडै बिहा होला। यो बिहा गर्ने उमेर होइन, पछि दुःख पाउँछौ। फेरि 25 तिरका छिप्पिएका वैशाले बाक्लिएकाहरूलाई देखेर भने, बिहा गर्न ढिलो भयो, सन्तान जन्माउन गाह्रो हुन्छ, तिमीलाई हुर्काउन गाह्रो हुन्छ। आफू बुढाबुढी हुँदा ती बच्चाहरू बच्चै हुन्छन्। तिनले दङ्ग पर्दै भने,
यी माईले कसरी जानिन् यस्ता कुरा? केही आफन्तका छोराहरूका लागि छोरीहरू मागिदिएकी पनि छु, कोही आफन्तका छोरीहरूका लागि छोराहरू पनि मागिदिएकी छु। मेरो व्यावहारिकता ती विश्वास गर्छन् र दङ्ग परेर भन्छन्, यी माईले कसरी जानिन् यस्ता कुरा? पहिले पहिले पनि भाइ बहिनीका घर जाँदा तिनका छोराछोरी मसँग साह्रै झ्याम्मिन्थे। लाग्थ्यो तिनका बाबुआमालाई भन्दा तिनले मलाई नजिकको आफन्त ठानेका छन्। म पनि तिनलाई देख्दा त्यसै खुसी हुन्थे, मानव मैले आफ्नै छोराछोरी भेटेकी छु। तिनका घर जाँदा आश्रमबाट प्रसाद र फलफुल लिएर जान्थे। ती सबै खुब खुसी हुँदै हारालुच गर्दै खान्थे। सुदामाले दिएर गएको कनिका कृष्णले खाए जस्तै म त्यस्तै धन्य हुन्थे। अब यी ठुला घर भयो तर पनि मसँग टाढा भएका छैनन्। अब यिनका छोराछोरी भने मसँग झ्याम्मिन पाउँदैनन्। आधुनिक समयले तिनीहरूलाई कहाँ पुर्याउला? पुरानो समयले थिचिएकी मलाई कहाँ पुर्याउला? मैले आफूलाई बुढी भएको महसुस गरेँ। बिहेको भोलिपल्ट म देवघाट फर्किएन तयारी भएँ। उनीहरूले आउनै दिएनन्। अझै बस्नुस् 2-4 दिन भनेर कर गरे। ओहो, आश्रममा म नभई हुँदैन। लथालिङ्ग भयो होला। सबै ती विद्यार्थी केटाकेटीहरूले फुल भाँचे होलान्, फोहोर गरे होलान्। विद्यार्थी केटाहरूभन्दा चञ्चल र छुच्चा छन् बाँदरहरू। कुटी अगाडि फर्सी लौका घिरौला लगाएकी छु। ती फल्दै थिए, चिचिल्ला। बाँदरले सबै खाए होलान्। चिप्ले भिन्डी कटहर मात्र हो बाँदरले नखाने भनेको, अरू त केही देख्नै हुँदैन। झन् पशुपतिका र गुहेश्वरीका बाँदर पनि ल्याएर छोडिदिएपछि त के चाहियो र? त्यहाँका बाँदर त झन् छट्टु पो रहेछन्। कुटीका ती सानो झ्याल खोलेर भित्र पनि पस्न बेर लाउँदैनन् बाँदरहरू। स्वामीजी र गुरुहरूले के भने होलान्? यतिका दिनसम्म म नहुँदा साथीहरूले के भने होलान्? कहिले त स्वामीजीले रिसाएर भन्छन्, आफन्त कहाँ जान मरिहत्ते गर्ने भए किन सन्यास लियौ त? घरजम गरेर बस्या भए हुन्थ्यो नि, नरकमा डुब्या भए हुन्थ्यो नि, एक्लै डराए। लौ न नि, यतिका दिन भयो। स्वामीजीले अब के भन्छन् होला?